सबैभन्दा सस्तो हैन सबैभन्दा सस्तो अनि अब हैन लिन पनि सजिलो लिन पनि सजिलो मार्सिटा। सो हे गाइज गुड मर्निङ। बिहानको बजेको छ 10:30 अनि म चाहिँ उठिसकेको छु, खाना पनि खाइसकेको छु। अनि हिजो जुन मैले कपडा धोएको थिएँ नि त्यो कपडा चाहिँ माथि सुकिरहेको छ। अनि राति चाहिँ मैले उठाउन बिर्सेको रहेछु। अनि शीतले चाहिँ डह्रो हानिरहेछ होला, तर घाम पनि त्यही अनुसार लागिरहेछ है। अब म त्यो कपडा लिएर आउँछु, कतिको सुकेछ कतिको सुके छैन हेर्छु। सुकेको छ भने त्यही लाएर जान्छु, नत्र भए कुनै ड्रेस लाएर जान्छु। म धोएको कपडाहरू चाहिँ यहाँनिर छ। यो सुकेको छैन, यो पनि सुके छैन भने चाहिँ अरू के सुक्ला यार। यो चाहिँ सुक्यो, एउटा ट्र्याक चाहिँ सुकेको अवस्था, यो पनि सुकिसक्यो। यो टी सर्ट चाहिँ आज लाएर जाने सोचिरहेको थिएँ मैले, यो पनि सुकिसकेको रहेछ। यो पनि सुकिसक्यो यो कपडा। अनि यहाँनिर चाहिँ यो कपडाहरू सुकिसकेको छ। अब तल जानुपर्ने हुन्छ। अनि अर्को कुरा भन्नु पर्दाखेरि चाहिँ म चाहिँ गिटार सपमा जाँदैछु, त्यो चाहिँ तपाईँहरूलाई थाहा नै छ, म त सधैँ जान्छु। तर आज मैले के गर्छु भने गिटार सपमा गएर 2026मा के गिटारहरू आएको छ अथवा के नयाँ इन्स्ट्रुमेन्टहरू आएको छ त्यो म तपाईँहरूलाई देखाउँछु। अनि 2026को सबै गिटार सपमा भएको सबै प्रोडक्टहरू के छ म त्यो तपाईँहरूलाई देखाउँछु है त। आज मैले लगाउँछु यो हुडी, त्यसपछि यो थर्मोकोट, त्यसपछि यो टी सर्ट, अनि मोजामा चाहिँ म लगाउँछु यो वाइट हो कि ग्रे समथिङ्स यस्तै यस्तै। सो गाइज यहाँनिर चाहिँ हाम्रो घोचुलाई एउटा रिक्वेस्ट आइरहेको छ यार। के अरे घोचुलाई एउटा केही गीतमा डान्स गराउनु भनेर। तङ्गु के छ यार? सो हाम्रो वान एन्ड ओन्ली तङ्गु। सो त्योभन्दा पहिला के गर्नुपर्छ थाहा छ तिमीलाई? थाहा नै छैन कि घोचुको थुतुनो त मलाई हल्का फुल्का कस्तो लाग्यो थाहा छ? त्यो के अरे खेमे ऊ के ब्लग्स खेमे हिजो टिकटक लाइभ हेरेको मलाई तिम्रो याद आइरहेको थियो। भयो के छ जितेनजी? म अघि आएर वेयरस गरेर आएको दाजु। तपाईँको यो टोपी चाहिँ मलाई साह्रै मन पऱ्यो जितेनजी। जाडो चाहिँ मलाई ज्यादा मनपर्छ यार। यो मुस्कान चाहिँ खतरा हो क्या एकदम। दराज ह्यान्डलर तपाईँहरूले दराजबाट जति पनि अर्डर गर्नुहुन्छ उहाँले नै ह्यान्डल गर्नुहुन्छ। दिदीले चाहिँ यहाँनिर मिटिङ जोइन गर्दै हुन्छ नि। मन्त्र मुक्ति अवतार होइन यो, मन्त्र अवतार सर्भिसिङ गर्दै हुन्छ। कस्तो लुकाको हो र अनुहार। मसरुमको के अरे मसरुम चिल्ली होइन त हो त्यो त। अनि आलुको चिल्ली जस्तै देखिरहेको छ। खाएपछि भोलि बिहान चिल्लीबिल्ली हो। चिल्लीबिल्ली भएर मलाई कति बजे 11 बजे आइरहेछ अफिस। खास मेरो टाइम चाहिँ 11:30 हो। यो दिदीहरूले कहिले पनि याद गर्दैन, तर तपाईँहरूले चाहिँ याद गर्नु है। मेरो 11:30 हो यहाँनिर। ओहो के छ ठिक छ मलाई नङकट ल्याउनु न। नङकट दिदीको ब्यागमा छ अरे। गाइस तपाईहरुलाई दिपेन्द्र दाइको चिकन चिल्ली बना के अरे मसरुम चिल्ली बना भिडियो कस्तो लाग्यो कमेन्ट गर्नु। सो यहाँनिर डे कति 3 अफ प्र्याङ्क के भनेर कमेन्ट हान्ने मान्छे उनै हो। देख्न सक्नुहुन्छ यो दिदीलाई प्र्याङ्क हान्ने रे। सो म अहिले चाहिँ यहाँ गिटार सपनिर छु, गिटार सपमै छु। अब 2026मा चाहिँ गिटार सपमा कस्तो कस्तो गिटार आएको छ त्यो बारेमा चाहिँ मैले सोध्नुपर्ने हुन्छ। अनि भित्र चाहिँ अलिकति हल्ला छ कि हल्लाको माहौल, यो सबजना ग्रुप बसी हुन्छ नि यहाँनिर हल्लाको माहौल हुन्छ। अनि मैले भ्लग गराउँदाखेरि के भन्न खोजेको नै बुझिन्न कि। एउटाले के बोलिदिएर हुन्छ नि अर्को आएर हल्ला गरिदिएर हुन्छ नि त। यिनीहरू जान्छन् अनि त्यसपछि म बनाउँछु। झ्याक्ने गरी झन् आफ्नै तारिफ के भयो? मेरो तपाईँहरू जेसुकै गर्नु होइन, तर दिपेन्द्र दाइले मसरुम चिल्ली बनाएको केही मिलाएन क्या। कसले कुरिरह तिम्रो त डान्स देखाउने रे के? ए डान्समा थान्छु त ल रोको म यहाँ भ्लग गरेर आउँछु। के गर्नु आज 2026मा हाम्रो गिटारहरू के आएको छ। नाइस सन्देश दाइ आज हामीले के गरिन्छ थाहा छ? ओहो आज हामीले के गरिन्छ थाहा छ?
2026 मा हाम्रो गिटार सपमा चाहिँ कुन छ गिटारहरू कुन इन्स्ट्रुमेन्टहरू छ भनेर ओभरअल हामीले चाहिँ सबै गिटारहरू सबै इन्स्ट्रुमेन्टहरू हेरिन्छ त्यहाँको त्यसको बारेमा डिस्क्राइब होइन कि कुन छ मात्र ल यो गिटार अलिक मेन्टेन गरौँ न यो सबै हामी मेन्टेनेन्स गर्छौँ गिटारको मेन्टेनेन्समा महँगो गिटारहरू मेन्टेन गरिरहेको छौँ हामी ए जो सोलुखुम्बुबाट एकजना हाम्रो लुक्लाको साइन्स टिचर हुँदो रहेछ उहाँ अनि हामीहरूको भिडियो हेरेर होइन गिटार लिन आउनु भएको थियो मोक्से लानुभयो कुन हुनुहुन्छ चिल मान्छे सोलुखुम्बुबाट यहाँ आउनुभयो अनि अर्को तपाईँहरूलाई थाहा छैन होला तपाईँकै सोलुखुम्बुबाट कसैले हेर्दै हुनुहुन्छ भने तपाईँकै नजिकको मान्छे यहाँ हुनुहुन्छ सोलुखुम्बुबाट ए सोलुखुम्बु कता रे तपाईँको घर मेरो चाहिँ अब यो एक्सप्रेसन छ नि अब केही न केही भन्न लागि त्यो ठ्याक्कै अनि अब शेर्पा अब मोस्ट त्यसको पछाडिको डाँडाको ठ्याक्कै त्यो कानलाई निर ए त्यहाँनिर त्यो खोला पनि छ होइन ए त्यो ढुङ्गा यत्रो ठुलो ए ल शेर्पा भएर शेर्पाको नाक काट्नु भएको छ किनभने अहिलेसम्म ट्रेक हिउँ देखेको छैन यार यो मान्छेलाई अहिलेसम्म हिउँ देखेको छैन क्या सो गाइज यहाँनिर चाहिँ सन्देश दाईको के भयो दाइ सुशान्त दाईको हो होइन होला अनि सुशान्त सर कहाँ ह्यान्डल गरेर गइरहेको त भने तर सुशान्त सर त होइन नि त यो सारेको त सो दाइको यहाँनिर चाहिँ अरूको बाइक चलाउने हो मुलाई राखेर भाइ हो साँच्ची भने लास्ट रिस उठ्छ नि दाइ काम डाउन दाइ यस्तो यस्तो मान्छेहरू आउँछ नि हो नि दादा चिल हो तपाईँ एकछिन मात्रै रिस उठ्छ हजुरहरूलाई थाहा छैन होला पायलले चाहिँ नयाँ ज्याकेट लगाएर आएको छ ए नयाँ हो सन्देश दाइ होइन त नयाँ यी अब भन्नु त परिहाल्यो नि अब नयाँ भनेपछि केटाहरूले जिस्काउँछ दाइहरूले पर्दैन यो नयाँ त हो नि अनि तिमीलाई यो ठुलो भएको छैन यो त निल आर्मस्ट्रङले त्यो सुट लगाए जस्तो के त्यो हुन्छ नि मुनमा जाने बेलामा सो सन्देश दाइ चाहिँ रेडी हुनुहुन्छ हाम्रो ए दाइ धेरै पछि स्वागत छ यार तपाईँ 2 दिन पछि 2 दिन हराउनु भयो नि म उता चाबेलको ब्रान्चमा थिएँ नि त म तपाईँ 3 दिन भ्लगमा आउनु भएन सायद होइन शनिबारदेखि मसरुम चिल्ली बनाइरहेको थियो घरमा सन्देश दाइ म्यारिड त होइन नि होइन सिंगल एफ हो भर्खर 24 वर्षको हो दाइ अनि कहाँ 24 वर्षको एफ हो ए सन्देश दाइले पाउनको लागि फर्मुला लाइन लामो छ सो गाइस सन्देश दाइले चाहिँ आज कुन यो हाम्रो गिटार सप नयाँ बजारमा कुन गिटार छ 2026 मा हजुरहरूले यहाँ आउनुभयो भने कुन गिटार पाउन सक्नुहुन्छ त्यो गिटार चाहिँ देखाउनुहुन्छ अनि आज हामीले चाहिँ त्यो बारेमा डिस्क्राइब गरिन्न जस्ट हामीले गिटार हेरिन्छ अनि त्यसको प्राइस कति हो मात्र भनिन्छ त्यसको बारेमा यो वुडले यो राम्रो छ त्यो राम्रो छ भनेर हामीले भनिँदैन त्यसको रेन्ज र हामीले चाहिँ गिटारहरू चाहिँ तपाईँहरूलाई देखाइन्छौँ ल सन्देश दाइ रेडी हो ल हामी सुरुबाटै सुरु गरौँ न त होइन सुरुमा त हामीसँग अब यो के भन्छ स्कोइको इलेक्ट्रिक गिटारहरू छ सुपर स्ट्राइट होइन अनि त्यसपछि यामाहाको यो बेस भयो तर यो चाहिँ सिङ्गल पिस हो है यो अगाडि यो ड्रिम मेकरको बेसहरू भयो यिनीहरू चाहिँ अफोर्डेबल रेन्जको हो यामाहाको बेस चाहिँ अलिक महँगै छ यो पनि अब महँगै हो तर अलिक महँगो पनि अफोर्डेबल रेन्जमा हो ए यो फोटोजेनिकको सबैभन्दा अफोर्डेबल इलेक्ट्रिक गिटारमा पर्छ यो हामी अनि यो चाहिँ राम्रै गयो यो 1 पिस मात्रै बाँकी छ फोटोजेनिक है फोटोजेनिक लेखेको छ अब नट त्यस्तो ब्रान्ड होइन स्टार्टिङको लागि राम्रो गिटार हो यामाहाको पेसिफिक हान्छ सिङ्गल मोडल छ यहाँ अनि त्यो ताकावुडको यो पनि अफोर्डेबल रेन्जमै पर्छ है कति जति छ होला 17-19 यो र यो जो 17,000 19,000 हो ए हैन यो त अब फेन्डरको स्क्वायर भइहाल्यो यो त ओरिजिनल यो त अब दामी नै भइहाल्यो त्यसपछि हामीसँग केटीको गिटार छ है केटीको चाहिँ अफोर्डेबल पनि छ महँगो गिटार पनि छ केटको चाहिँ हामीसँग 18,000 को र 45,000 को छ है केटको 45,000 को चाहिँ यो वाला 45,000 यो तिनटै 45,000 ए तिनटै हो त्यो पनि केट नै हो कि हो ए त्यसपछि यो ओरिएन्टल चेरीको भयो हामीसँग ओरिएन्टल चेरी पनि अफोर्डेबल रेन्जमै हो 18 देखि 25,000 को हुन्छ हैन अनि त्यसपछि ओरिएन्टल चेरी भयो मन्त्र त मन्त्र भइहाल्यो हैन सबै खानै छ त्यसपछि डेना पनि हुन्छ त्यति छैन हामीसँग 3-4 वटा मात्रै पिस छ सबै फुल हलोमा हो खै एकचोटि हेर्दिम त त्यो वाला ए यो वाला सो यो देख्न सक्नुहुन्छ हलो भयो स्कोइको चाहिँ अब अलिक अफोर्डेबल र धेरै महँगो चाहिँ हुँदैन स्कोइको तर है स्कोइको हामीसँग 20-25 हजारदेखि 15-18 हजार जाने हुन्छ स्कोइ त राम्रो ब्रान्ड हो स्कोइ भयो डिभाइजर भयो हैन डिभाइजर पनि हामीसँग धेरै गिटारहरू छ अहिले चाहिँ अलिक सके जस्तो लाग्यो मलाई डिभाइजरको राम्रो गिटार हो यो पनि है बलियो गिटार हो क्यारेबिन म्युजिक भनेको सबैभन्दा
अलिकति राम्रोमा अफोर्डेबल गिटार मलाई यो लाग्छ है अलिक 12,000 क्याराभन ए अहिले यो नयाँ रिस्टक भएको अनि यो सार्डहरूको गिटारहरू पनि सब यिनीहरू अफोर्डेबल नै हो है अफोर्डेबल हो अलिक सानो छ यिनीहरू चाहिँ 12,500 को भयो अनि एक्सिलरीको गिटारहरू चाहिँ अलिक हेर्दा राम्रो छ है कुनको ए एक्सिलरी यो वाला मैले हिजो रिभ्यू नि गरेको थिएँ एक्सिलरी गिटार यो अफोर्डेबल गिटार हो त्यति महँगो छैन ल कति छ रे यसको प्राइस 19,000 19,000 दामी छ यार यसको लुक्स यो रोबिन्सन पनि हामीसँग थियो गिटार तर यो मलाई लास्ट पिस जस्तो लाग्यो नि अफोर्डेबल हो तर राम्रो गिटार हो है 14,500 मात्रै हो यो त हाम्रो मन्त्र सेक्सन भइहाल्यो कति भन्ने है मन्त्र प्रकृति अनि माथि अग्नि मुक्ति रुद्र मुक्ति मनुष्य अनि त्यो बिचमा केट हो त्यो मुक्ति नै हो त्यो हुने प्रकृति हो हैन अब यो माथिको गिटारहरू चाहिँ सबै अब डिफ्रेन्ट ब्रान्डहरूको छ के गाइजर त्यहाँ एरियाको पनि छ यता त धेरै पिसर भएको गिटार होइन यो चाहिँ अनि यो मुनिको चाहिँ हाम्रो अलिकति ब्रान्ड नभएको गिटार पनि हो यसमा चाहिँ सेल पनि लागेको थियो जस्तो लाग्यो मलाई ए डेन्टहरू पनि लागेको हो डेन्टहरू लागेको गिटारहरू हो यो हाम्रो क्लासिकल गिटार भयो मेरो विचारमा ड्रिम मेकरको हो यिनीहरू ड्रिम मेकरको हो हामीसँग यामाहाको एउटा सिंगल पिस F310 हो यो ए नाइस अनि त्यसपछि पनि यामाहाकै हो यामाहाको अर्को C40 समथिङ थियो त्यो पनि बिक्यो जस्तो लाग्यो मलाई है त्यसपछि यिनीहरू सबै ड्रिम मेकरको हो ड्रिम मेकरको गिटारहरू मोस्टली अफोर्डेबलै हुन्छ गाइज होइन बजाउन सजिलै हुन्छ ड्रिम मेकरको अनि सबैभन्दा सस्तो अनि अब होइन लिन पनि सजिलो बजेट फ्रेन्डली लिन पनि सजिलो मार्स प्लुटोको प्लुटो अहिले फेरि यो रिस्टक भएको मार्सको गिटारहरू अनि त्यसपछि यो माथि त हाम्रो ओरिजिनल चाहिँ क्याटेहरू नै भइहाल्यो यति नै हो हामीसँग अहिले भएको है अब गिटारको त हामीले हेऱ्यौँ अब अरू इन्स्ट्रुमेन्ट हेर्नु पर्यो भने चाहिँ अरू इन्स्ट्रुमेन्टहरू नि अब हामीसँग क्यासियोको किबोर्डहरू छ है क्यासियोको हामीसँग डिफ्रेन्ट रेन्जमा छ यामाहाको छ अनि अब सानो बाबुहरूले धेरै गिटार किन्न खोज्यो नि त त्यही भएर हामीसँग एउटा गिटार पनि छ सानो बाबुहरूको लागि यो चाहिँ यसको एकचोटि हेरौँ न फुल लुक्स एकचोटि खोलेर हेरौँ किनभने धेरै आउँछ नि त सानो बाबुहरू गिटार किन्न पिक र स्ट्रिङ आउँछ ए यामाहाको C40 त्यहाँ छ एक मिनट यो C40 को साउन्ड सुनिदिइहालौँ न है ल के भयो भाइ अस्ति पनि ट्राभल होइन सो गाइज अघि तल मैले भिडियो बनाउँछु भनेको थिएँ अनि भिडियो बनाउन पाएन किनभने कस्टमर आउनुभयो अनि यहाँनिर चाहिँ मैले एडिट एउटा सकिसकेँ अनि अघि नै चाहिँ एउटा स्किटवाला थियो त्योवाला एडिट पनि मैले सकिसकेँ अब मेरो काम भनेको अझै एउटा एडिट सुरु गर्छु मैले आज 3टा एडिट सकेँ भने भोलिको लागि चाहिँ ब्याकअपको लागि चाहिँ मलाई सजिलो हुन्छ अनि यहाँनिर चाहिँ हाम्रो लक बन्न लागिरहेको छ यहाँनिर एउटा लक हुन्छ यहाँनिर एउटा लक हुन्छ अनि 2टा लक भएपछि हाम्रो क्यामेराहरू अरू ग्याजेटहरू चाहिँ सेफ हुन्छ होइन विप्लव हो यहाँनिर चाहिँ दाइले चाहिँ यहाँ बनाउनु लागिरहनु भएको छ होइन दाइ लक बनाउने होइन विप्लव भाग्न लागिरहेको छ यहाँ इरिटेट हुन्छ भनेर सो म चाहिँ तपाईँहरूलाई देखाउँछु यो कच्चीवाला त हुँदैन नि दाइ कच्चीवाला त हुँदैन नि सो गाइज कस्टमर जानुभएको अवस्था अनि यहाँनिर चाहिँ सबै खाली भएपछि बल्ल यहाँ मलाई आउन मन लाग्छ नत्र कस्टमर हुनुभयो भने हल्ला हुन्छ अनि अर्को भनेको फर्स्ट प्रायोरिटी हाम्रो कस्टमरलाई दिनुहुन्छ दाइले तपाईँहरूले हेर्ने भ्लगलाई भन्दा बढी प्रायोरिटी सन्देश दाइले कस्टमरलाई दिनुहुन्छ दिनै पर्यो कस्टमरलाई त है यो दिदीहरूले दिनुहुन्न सोधेको कि मैले अब कस्तो गरेर हेरेको हो र खाले जसरी त्यही त मैले सोधा दिन्छ कि नै भनेर ल यो दिदीहरूले पनि दिँदो रहेछ दाइ अब हाम्रो अरू कुन छ इन्स्ट्रुमेन्ट हाम्रो यहाँ देखाउनु पर्यो भने युकेलेले छ हो युकेलेली कतिबाट स्टार्ट छ हाम्रो 3500 र 7500 जान्छ जस्तो लाग्यो मलाई उयो युकेलेलीमा 50% अफ छ मेरो विचारमा वुडको होइन यो चाहिँ हार्ड प्लास्टिकको एकचोटि 3500 को नि हेरिदिउँ न कुन छ यो 3500 को ड्रिम मेकरको यति हो फरक यसमा चाहिँ अगस्टिक्स छैन के इलेक्ट्रोनिक्स अहिले 35 भइसक्यो यो 35 हैन अनि सेम हो यो साइज ठुलो हो हैन यसमा चाहिँ अगस्टिक फिचर्सहरु छ 65 इनरको 65 मोस्टली भएको हैन सबै त्यही हो अहिले ए यतातिर पनि सकिराछ यो कम्बो अफर चाहिँ के हो त यो कम्बो यो ड्रिम मेकरको हो यो कम्बो सबै पाउँछ हैन ड्रिम मेकरको यो वाला चाहिँ यो वाला सँग टिक लागेको छ नि यो वाला हार्मोनियम पनि छ नि हार्मोनियम ए कुन हो बिनाको हामीसँग यो क्लासिक
यो त युनिक पिस यो अब कसले लान्छ यो खतरा मान्छेले लान्छ यो स्योर हामीसँग कन्ट्रोल माइक्रोफोन सिस्टमहरू पनि छ हो क्लासिकल गिटारहरू भयो उता नक्सको पेडल छ है ए यो चाहिँ नक्सको पेडल छ त्यहाँ होइन अनि उता माथि सिसिटिभी क्यामेरा छ त्यो पनि सेलमा त्यो हो पनि सेलमै हो ब्ल्याक स्टारको एम्प्सहरू छ ब्ल्याक स्टारको त अब महँगो यो ट्युब एम्प्सदेखि लिएर 10 वाटको यो सस्तोवाला अफोर्डेबलवाला पनि छ मलाई चाहिँ यो दामी लाग्छ यो आइडी कोर भन्ने एम्प चाहिँ कति हो भी कति हो बिफोर बिफोर होला यसको 35,000 छ यार पहिला त 19,000 थियो यार यसको 20 वाटको यार कति वर्ष अगाडि कति वर्ष यार बिफोर कोरोना यार Before corona? 19,000 जम्मा? 19,000 यार V1 यार यो बेस एम्प हो यिनीहरू चाहिँ होइन अलिक महँगो होला तर सस्तोमा दिने बेस यो पनि हो बेसको एम्प्लिफायर हो यो कति पर्छ यसको चाहिँ यसको चाहिँ मलाई प्राइस थाहा छैन यार यसको चाहिँ मैले नि हेर्नै पर्छ प्राइस यार सो गाइज 19,000 मा चाहिँ तपाईँहरूले बेसको अफोर्डेबलै हो भनेको अफोर्डेबलै हो अनि त्यसपछि अब यो कि कङ्गो त्यसपछि क्याजनहरू रहेछ केजनहरू भयो केजन पनि अब यो मोस्टली सबै एउटै रेन्जको हो 6,500 छ होइन सबैभन्दा अफोर्डेबल एन्ड खुब मान्छेले खोज्छ नि त सबैभन्दा अफोर्डेबल एम्प गर्छ है हामीसँगै 3,800 यो चाहिँ अकुस्टिक नि भयो इलेक्ट्रिक इलेक्ट्रिक भयो यसमा ड्राइभ पनि छ ड्राइभ पनि क्लिन आवाज राम्रै छ दाइ अनि यो नेपाली मेड रहेछ नि नेपाली मेड है अब 3,000 को एपमा फिचर पनि त कति खोज्ने हो र भने अब खोज्नु पर्यो होइन गिटार जोड्दाखेरि बज्नु पर्यो त्यति नै हो धेरै फिचर नखोजे हुन्छ 3,000 एममा क्लिप अन ब्लक सबैले हेरेको होला क्लिप अन ब्लक सबैले हेरेको होला होइन यसको प्राइस कसरी छ 45,000 जस्तो लाग्यो मलाई सबै टोटल यसलाई टोटल यो गरेर अब यो बिगिनर ड्रम हो होइन हामीसँग इलेक्ट्रिक ड्रम पनि छ यार त्यो चाहिँ यार भित्र प्याक छ इलेक्ट्रिक ड्रम पनि छ हामीसँग कुन काल्सप्रोकै काल्सप्रोकै हो यो गिटार बेल्टहरू भयो चोकतिर भन्ने छ चोकतिर यो चाहिँ युनिक पिस हो है कता हो सोल्टी गुड भाइब्स ओन्ली चोकतिर हामीसँग यो पोस्टरहरू सेलमा छ फ्रेमहरू पोस्टरहरू द डोर्स ढोकाको छ हामीसँग हेन्ड्रिक्स दाइको छ आरटिएम गोविन्द दाजु होइन लमार बिली आइलिस होइन सो यो डिजाइनहरू सबै बनाएको भनेको चाहिँ हाम्रो विप्लवले है हाम्रो यहीँको माथिको डिजाइनर नै हो सबै मैले देखाइरहेको छु नि विप्लव भनेर मैले देखाइरहेको हुन्छु नि उसले नै बनाएको हो यो चाहिँ सो तपाईँहरूले किन्न चाहनुहुन्छ भने चाहिँ यो पोस्टरहरू पनि किन्न सक्नुहुन्छ हामीसँग भएको त लगभग यति नै होला अरू भनेको त यो अरू भनेको यो साउन्ड कार्डहरू छ होइन हामीसँग एउटा डिजेहरूको लागि स्टार्टिङ डिजे गर्नु मन लागेको मान्छेहरूको लागि पनि छ होइन यो पनि साउन्ड बक्सै हो यो पनि होइन साउन्ड कार्ड सरी अब हामीसँग माइकहरू डिफ्रेन्ट रेन्जेसको छ हो राम्रो पनि छ सस्तोमा पनि छ यो पावर ट्युनरहरू भयो पेडलहरू यो सबै माइकहरू नै भयो होइन अनि फुट स्विच भयो ब्ल्याक स्टारको होइन पेडल किन्नु मन छैन म एमकै इफेक्ट्सहरू चलाउँछु भने फुट स्विच एकदम काम लाग्छ है यो माइकहरू भयो त्यसपछि अनि हामीसँग अब आजकल सबैले पेडल खोज्छ है डिजिटल होइन तर स्टिल कसैले एनालग पेडलै मनपर्छ नि त उनीहरूको लागि चाहिँ हामीसँग अक्टेभ पेडल छ होइन मिनी पेडल छ है यिनीहरू चाहिँ तर गाई चाहिँ यो यिनीहरूमा चाहिँ 50% अफ पनि छ है गाइस ए हो यो डिले पेडल हो राम्रो छ यार कस्तो मजा आउँछ यो चलाउन मैले चलाइरहेको हुन्छ यहाँ मिनी पेडल हो नाइस रहेछ यो 8,000 समथिङ पर्छ कि अरे अब डिस्काउन्ट गर्दा फेरि 4,000 समथिङ हुन्छ दामीसँग चलाउन मजा आउँछ गाइस जोयोको रहेछ यो चाहिँ यो चाहिँ के यो डिले यो अक्टेभ होइन यो चाहिँ कुन ब्रान्डको कन्सिक्वेन्ट यो जोयो के जस्तो लाग्यो मलाई भन्दाखेरि चाहिँ अब नक्स ए यहाँनिर रहेछ अनि हामीसँग अलिकति राम्रै डिलेहरू पनि छ यहाँ पछि मुनि जोयोको न्यास्कार डिलेहरू भन्ने होइन सो यो देख्न सक्नु यो सबै डिले पेडलहरू अहिले गाइस सबै 50% अफमा छ अब यो गिटार सर्भिसिङ गर्न चाहिने सामानहरू हो कसैलाई गिटार घरमा गर्नु मन होला आफै सर्भिसिङ गर्छु भन्ने मान्छेहरूलाई यो चाहिन्छ होइन लेमन ओइलहरू फ्रेट क्लिनरहरू होइन अब यो ब्याट्री भइहाल्यो गिटारमा हाल्ने ब्याट्री भइहाल्यो अरू भनेको स्ट्रिङ क्यापोहरू अब स्ट्रिङ यो सस्तोवालाहरू भयो हामीसँग महँगोमा पनि छ डिडाइडको महँगोहरू होइन क्यापोहरू भयो क्यापो चाहिँ नर्मलवाला मात्रै छ अहिले हामीसँग महँगोवाला यो चाहिँ अर्को यो डिडाइडको यिनीहरू चाहिँ महँगो छ यो चाहिँ महँगो छ अलिकति अनि मुनि चाहिँ यो ज्याकहरू त्यो महँगोको प्राइस चाहिँ कसरी छ महँगोको प्राइस चाहिँ यसको चाहिँ 3,300 या 3,300 भनेको महँगै मान्नु पर्यो मन्त्र पट्स 50% अफ 50% अफ छ यसमा ल है गाइज है 50% अफ चाहिँ मन्त्र पट्स है ओए फिसम्यानको पिकअप रहेछ पिकअप छ सिंगल कोइलमा हैन अरु त त्यही नै हो अब अरु त अब मलाई किने मात्रै हो अब अरु मलाई किन्छ भने म बेच्दिन तयार हो दाइ तपाईलाई केटाले किन्यो भने के गर्नु ओए ओहो नै म सक्दिन म त्यस्तो चाहिँ कोही सन्देशले किन्न चाहनुहुन्छ भने 50% अफमा किनेर होइन 50% अफ ल आजको भ्लग चाहिँ यति नै थियो गिटार सपमा के छ भनेर मैले देखाइहालेँ तपाईँहरूलाई
अनि अरू के छ भनेर चाहिँ म पछि पनि देखाउँला पछि तपाईँहरूले हुन्छ नि यसको प्राइस पनि देखाएको भयो हुन्थ्यो यसको यो पनि गरेको भयो हुन्थ्यो भन्नुहुन्छ भने चाहिँ म नेक्स्ट भ्लगमा देखाउँछु त्यसको लागि चाहिँ तपाईँहरूले सब्सक्राइब गर्नु पऱ्यो मसँग जोडिदिनु पऱ्यो होइन दिदी हो सही ल आजको भ्लग चाहिँ यतितिर एन्ड हुन्छ थ्याङ्क सो मच फर वाचिङ सन्देशलाई टाटा हानिदिनु